केसरी सुषमाको बुढाबुढीले भनेका कुराहरू सम्झिँदै सम्झिँदै पानी लिएर दुखी भएर गएकी थिइन्। आँगनमा पुग्ने बित्तिकै उनी त त्यहीँ अल्झिएर लड्छिन्। पानी नि पोखिन्छ अनि घोप्टो परेर रोइरहेकी थिइन्। आमाले देख्छिन् र बालाई पनि बोलाएर दुवैले कोठामा लिएर गएका थिए। के भयो कसो भयो भन्दै गर्दा केही पनि भएको छैन भन्न थाल्छिन्। अनि त्यसपछि बाले चाहिँ बसन्तको पिरले राम्ररी पनि सुतेकी छैन होला, खाँदा पनि खाएकी छैन, कमजोरीले रिङ्गटो लाएर लडेकी होली भन्दै गर्दा आमाले त के अर्कै कुरा हो र भनेर खुसी पो हुन थाल्छिन्। बाले के कुरा भन्दै गर्दा बिहे भएको यतिका समय भयो, के थाहा खुसीको कुरा पनि त हुन सक्छ नि भनेर उनी त मक्ख पर्न थाल्छिन्। अझ केसरीलाई यस्तो बेलामा धपडी गर्न हुन्न भनेर आराम गर, म तँलाई दुध तताएर लिएर आइदिन्छु भनेर उनी त बालाई लिएर गइन्। के साँच्चीकै केसरी पनि दुई जीवकी भाकी होलिन् त? यदि केसरी पनि दुई जीवकी भाकी हुन् भने त उता सिर्जनाको बच्चा पनि सकुशल नै छ। सिर्जना पनि गर्भवती, केसरी पनि गर्भवती। लौ न बसन्त त दुधैतिरैबाट बाउ बन्ने पो भए त के लाग्छ तपाईलाई? साँच्चीकै केसरी गर्भवती भाकी होलिन् या फेरि पिर र चिन्ताले यो सबै भएको होला त? ल त फटाफट कमेन्ट गर्नुहोस् त।